हेलो वेलकम ब्याक टु माई न्यू भिडियो सबैजनालाई दर्शक नमस्ते। म के भन्न चाहन्छु भन्दाखेरिमा म चाहिँ आज गाउँ जान लागेको छु। त्यसैले यसो गाउँतिरको भिडियो पनि अपलोड गरौँ कि भनेर चाहिँ मैले भिडियो बनाएको छु। के छ सबैजना निकै आरामै हुन्छ होला हैन। म चाहिँ गाउँ हिँडेको, मेरो गाउँ जाने बाटो कस्तो चाहिँ केटा हो हेर त केटाकेटी हो। यो बाटो जानुपर्छ यार, तल भेरी छालबाट भतका हिँड्नुपर्छ उकालो हैन। म चाहिँ हिँड्दैछु बाटोमा। के छ तपाईँको खबर? गाउँ जाने होइन त? यस्तो बाटो हिँड्नुपर्छ नि त उकालो। यो बाटो कम खतरा छ त्यहाँ हैन। बाटो नै छैन, गाडी छुटिहाल्यो, अब हिँड्नु पऱ्यो हैन। यस्तो उकालो हिँड्नुपर्छ। गर्मी लास्टै छ क्या। यो गर्मीले मार्छ कसम। यसै गर्मी छ, यो बाटो यस्तो बाटोमा हिँड्नुपर्छ। म चाहिँ हिँड्दा आइसकेको छु। म जङ्गलमा उता दारतिर गएको छु, जङ्गलतिर। म चाहिँ अब सट्ट अब त्यहाँ देख्नु भएको नि, यो चाहिँ बिसाउने हो होइन। बिसाउनु जाने हो, मजाले बस्ने हो। के त होइन, निकै गाह्रो, निकै कठिन, हिँड्न गाह्रो। आमाको लागि हल्का स्याउ फलफुलहरू ल्याइदिएको थिएँ, यही पुग्नु धन्न गाह्रो भयो मलाई त कसम होइन। अब एकछिन बिसानी बस्नु पर्ला, अनि त्यसपछि उकालो लाग्नु पर्ला। जानु पऱ्यो माथि लेकको टुप्पामा हो, त्यहाँ माथि धेरै माथि छ। अहिले देखाउँछु म तपाईँहरूलाई। हिँड्नुपर्छ, के गर्नु त यार होइन। गाउँ बाआमालाई भेट्नु जानै पऱ्यो। अब बाआमा गाउँमै हुनुहुन्छ। यो चाहिँ चट्ट हाम्रो पिपल चौतारा है। अब मस्तसँग पर पिपलको छाया मुनि बसिन्छ, अक्सिजन धेरै पाइन्छ। त्यही बरगुरुक म चाहिँ ढुङ्गा बस्छु होला मजाले। ओ माई गड, गर्मी हो खो मार्छ गर्मीले कसम। उकालो हिँड्नु पनि गाह्रो होइन। जताततै हिँडेर आइयो यहाँसम्म। अझै हिँड्नुपर्छ, धेरै छ हिँड्नलाई। अझै हिँड्नुपर्छ, गाह्रो छ। कस्तो छ त हाम्रो गाउँको वन जङ्गलहरू, मनपर्छ तपाईँहरूलाई? म पुग्नुपर्ने ऊ त्यहाँ माथि है। त्यो डाँडामा मेरो घर, डाँडादेखि राटी एउटा घर छ मेरो। यो देख्नुभएको यो चाहिँ तपाईँहरूले कस्तो कबिरको घर त भेमा रहेछ भन्ने सोच्नु भएको होला। यो डाँडादेखि उतापट्टि चाहिँ सम्म छ है, सम्म छ होइन। त्यहाँ त डाँडा बाखा, गाउँै रमाइलो, देशै रमाइलो होइन। गाउँ जान पाउँदाखेरि मनै रमाइलो। गाउँ त जानु लागेको छु। गर्मीले माऱ्यो यार होइन। यति गर्मी त कसम मलाई कहिले पनि भएको थिएन। यहाँ त टी सर्ट छोडेर कुम्मा हालेको छु। अब काँधमा टी सर्ट बोकिन्छ, पसिना हाल्यो नि त हो। यो पसिनाले मार्छ कसम। हिँड्नु पनि धेरै छ यार, माथि जानुपर्ने छ। जानुपर्ने त्यही माथि हो, धेरै चाहिँ गाह्रो छ यार। सँगसँगै आज आमाको माला आएको थियो कि, अनि बाको पनि माला आएको थियो। अनि त्यही भएर बाबालाई भेट्नको लागि म चाहिँ गाउँ गएको छु। यी जङ्गलको झारहरूले यस्तो बनाइसक्यो सामान, प्लास्टिक नै च्यातिदिन सक्यो। हेर नि त कति डाँडा अल्को छ। म आएको चाहिँ त्यहीँबाट है हो। जो देखिरहनु भएको छ नि, म तपाईँलाई देखाउँछु अहिले। म चाहिँ अब घट्ट नजिकै आइपुगेको छु। यहाँ माथि घट्ट पनि छ फेरि। तपाईँहरूलाई घट्ट देख्नु भएको छ कि छैन? म आएको त्यहीँबाट, म चाहिँ त्यहीँबाट हिँड्दै आएको, त्यहीँबाट म हिँड्दै आएको। यो बजारदेखि हिँड्दै आएको म। अटो हिँडेको छ, सट्टैबाट हिँड्दै आउनु कम छ त यार। त्यो जङ्गलमा चाहिँ काठ चिरिरहेको छ है। यो वन सामुदायिक त होइन। अब सामुदायिक वन भएको भए अब काठ चिर्थेन मान्छेले। सामुदायिक वन होइन। त्यहाँनिर चाहिँ कसले दार चिरिरहेको छ, भर्खरै रुख ढालेको फेरि। हेर्नु त आकाश नि त बाल त कस्तो दामी देखेको छ। यो चाहिँ घट्ट, हाम्रो घट्ट चाहिँ यही हो। पहिला हामी माथिबाट पिस्न यहाँ आउनु पर्थ्यो नि त, त्यही भएर घट्ट चाहिँ हिँड्ने छ। ओह माई गड, त्यो डाँडा पुग्नुपर्छ, गाह्रो पो छ यार। यो हाम्रो मेरो आत्मीय साथी खिमराज बुढाले चाहिँ यहाँ
धेरै मिहिनेत गर्नुभएको थियो तर अफसोस चाहिँ अब भने जस्तो भएन। उहाँको चाहिँ चल्लेखोर कस्तो छ चल्लेखोर दामी छ होइन। अनि कस्तो शीतल हावा आएको यार यहाँ त कस्तो आनन्द लाग्ने कि होइन। यस्तो भन्नुपर्छ नि यार गाह्रो भयो त टेक्निक यसो टेक्निक अलिक यसरी उठ्नु माथि हुनुपर्छ। ए हावा त मस्तो खायो। माई गड के हो घट्टा त छैन क्या घट्टा यही हो। तपाईँले कहिले घट्टामा दिनु भएको छैन अँध्यारो रहेछ या भित्र त। हो माई गड घट्टा यस्तो भइसकेको रहेछ। ओ यस्तो डरायो चराको यार चरा खोर छ क्या यहाँ कति डराइदिरहेको सरी यही हो। तपाईँहरूले त्यो घट्टा घुमाउने देख्नु भएको छ कि छैन म सामान राख्छु अनि घट्टा घुमाउने देखाउन जान्छु यहाँबाट जानुपर्छ होला है। यहाँ टेकेर मस्तसँग जानुपर्छ। कस्तो सर्प मात्रै होला भने ठाउँ छ त यार सर्प छ क्या सर्प छैन नि। यस्तो हुन्छ पानी आएको रहेछ तुरु अझै यो पाइपबाट पानी आएको छ अनि यो घुम्छ अनि घुमेपछि यो जाँदो घुम्छ यहाँबाट भित्र छ नि जाँदो यो गाउँको धेरै माया लाग्यो मलाई यार पाइप यहाँबाट आएको छ। घट्टाको हालत चाहिँ अहिले यहाँ चाहिँ घट्टा यस्तो भएको छ। गर्व गर्नुपर्छ मेरो घर त्यही हो होइन। दुईवटा घर छ मेरो हिँड्नै गाह्रो भएको छ। फाइनली केटा हो कतोसँग आइपुग्यो ला कोठमा गोरु अनि त्यता भैँसी यता बाख्रा यतापट्टि घर पनि छ उतापट्टि घर मेरो बारी होइन। गाउँ त्यही हो सानो ठुलो गाउँ कचन भयो थाहा भयो। कस्तो देखियो त्यो भ्यू मेरो घरदेखि यो हो मेलकुना जरे घुमघरे यो पोखरी यहाँनिरको दामी देखिएको छ भ्यू होइन। अनि यहाँ चाहिँ हाम्रो गाउँमा दुईवटा